प्युठानमा एमालेका सूर्य थापालाई माला लगाइदिनेले पनि भोट चाहिँ घन्टीमा हालिदिएछ। घन्टी दिनी नि ए बोलाउँदा नि नबोली सूर्य थापाले चुनाव प्रचारको बेला जति माला लगाए त्यति नै भोट पाएको भए स्थिति अलि सम्मानजनक हुन्थ्यो। उनको पोजिसन 5औंमा छ। गजब बेइज्जती है। आँखाको भावलाई कसरी बुझ्ने त अब? नबुझ्ने। तपाईले चस्मा लगाएर यता हेर्यो भने यता अलिकति फाइदा लिनुहुन्छ जस्तो लाग्यो। हैन मैले फाइदा नहेर्नु पर्ने मान्छेहरूलाई फाइदा तपाई जस्तो फाइदा लिनुपर्ने व्यक्ति हुनुहुन्न। गजब बेइज्जती है। त्यस्तो बदमास मान्छे नि हो जस्तो लाग्दैन। हैन बदमास तपाई मान्छे हो। मान्छेबाट त्यस्तो के छ चस्मा लगाउँदा? बानीले किन चस्मा खोल्दैन भन्दाखेरि उसको भिजन सबैले थाहा पाउँछ। धेरै पार्टीहरूकोमा धाउनु भयो, पार्टीहरूले पत्या आएनन्, टिकट दिएनन् अनि स्वतन्त्र उम्मेदवार बन्नुभयो भन्ने ठ्याक्कै यसलाई चाहिँ उल्टो बनाउनु त। धेरै पार्टीहरू तपाईकोमा धाउनु भयो अनि तपाईले मान्नु भएन अनि र पनि स्वतन्त्र उभिनु भएको छ भनेर एकचोटि फेरि भन्नु त कस्तो मिठो सुनिन्छ। झरोकम तपाईलाई मान्छ मैले शब्द हुन्छ हजुर। तपाईले भनेको कुरा मलाई पचेन नि त हजुर। कि तपाई रोकिनु पर्यो कि मैले हजमला खानु पर्यो? मेरो खराब पानी छ मेरो खराब कता हो सोल्टिनी चिटिक्क परेर बाटै बाटो देखेन आउ बस पुऱ्याइदिन्छु। पढा छैन मेरो खुट्टा छैन र तेरो खुट्टा काँधमा राखेर आराम गर्न त। के भयो भाइ? मलाई रिस उठ्यो। तँलाई रिस उठ्यो भन्दैमा अर्का घरको ढोका त्यतिकै हान्न पाउँछस्? तेरो हातबाट बाध्यो बाध्यो लाभाज खुट्टा ए विके हजुर यसो खिपेर लभ लेटर लेख्दै नि त। त्यो कला मसँग भइदिएको भए म आफै डाँगो भएर बस्थेँ होला। हैन हो दाइ यो घोडा खच्चड हो। रागा भाइ गेट हान्दा कोही नखोल्ने पुलिस पनि नखोल्ने गेट खोल्ने बेलामा ए केटा आउने गर्छन् तँ केटा तिमीहरू गेट खोल्न जाँदा त को आएछ भने चेक गरेर लाग्यो कोही उठेन केटाहरू पनि म गएँ अब मास तँ हेरेँ कोही कहाँबाट गयो स्थिति कस्तो छ बाहिरको होइन तँ हेरेँ कोही अब के हुन्छ त्यसको अनुहारमा भने सोचेर बोल्नुपर्छ त्यो ठाउँमा बुझ्नु भयो नि बोल्दा पनि त्यस्तो पनि ठाउँ रहेछ नेपालको सुनसरी जिल्ला के नेपालको कुरो गर्नु कुरो बुझ्नु हो कि हँसाएको होइन सत्य कुरा तिमी अगाडि बसेर नि नजिस्कन यो अभियोगी भन्दैछु तिमीले यो अरूहरूसँग लिएको इन्टरभ्यू जस्तो होइन नि त बुढाबुढीको झगडा जस्तो होइन नि यो मुलुक बनाउने कुरो हुँदैछ बात त सही र तपाईँले केपी ओलीको कुरा सोध्नु भएको होइन भाइले हेलो को हो केपी ओलीको कुरा सुन्ने हजुरबुवाको विषयमा हेर्नुहोस् प्रमाण उसको प्रमाण हुँदैन कहिल्यै भाइ राजा आए नआए पनि नि अब हामीले देश अगाडि राजा आएनन् भने पनि हामीले राजा पर्खेर बस्छ दुर्गा प्रसादले नमस्ते कहाँबाट आयो दाइलाई बधाइदिनु आएको दाइ उसले बधाइदिनु पर्दैन। ऋषि धमला जतिको मान्छे हामीले राष्ट्रिय राजनीतिमा ल्याउँदाखेरि जनताले मूल्याङ्कन गर्नुपर्छ। ऋषि धमला त एउटा नाम होइन नि त ब्रान्ड हो। हामी दम्ब साथ भन्छौँ। तपाईँ रौतहट क्षेत्र नम्बर 4 या त रौतहटको कुनै क्षेत्रबाट लड्नुहुन्छ भने हामी गोली खानुपर्छ भने गोली खान तपाईको जिल्ला पनि आउँछ फेरि 1 week later जीतेगा भाई जीतेगा जीतेगा भाई जीतेगा आमालाई चाहिँ कसले के भनेर पोल सुनाइदिएछ अरे? ए आमालाई त है दुनियादारी भिडियो बनाएर तैँले नगर नहुने काम गरिस् यहाँ त्यहाँ तला पुलिसले अरे के अरे मै पुलिस भइरहेछ कसले पक्रिन्छ? आर यु कमेडी मी ल हेरौँ यहाँ ल कुकुरको दुध त सुँगुरले खाइदियो त
नो यो सुँगुरको मासु लगाएर यसले कुकुरको दुध सुँगुरलाई खाइदियो यो घाँसलाई यतै जेलमै एउटा रुम भाडामा दिनु पर्ला। कति समाते गरेर ल्याउनु हो, बेकत्तै लागिसक्यो साप। अस्ति होइन म कति पछि होइन बस चढेँ क्या म, अनि त्यसपछि अब पब्लिक चढाउनु त कस्तो हुन्छ कस्तो लाग्छ है कति अनि धेरै भयो नि त म नचढेँ। अनि त्यसपछि चढेको त टक्क शौचालयले होइन ओ दाइ बिग फ्यान दिइरह्यो क्या भन्ने बित्तिकै सब आयो यार तपाईँ यार। अनि त्यसपछि स्पिकरले त गीत गाउँछ देखिरहनु माइक यसरी बोकेर दाइको यहाँ चाहिँ बोलाएर हान्दियो केटा। ठीक है समरिया। ठिक छ, यो चाहिँ तपाईँको यो खिचे चाहिँ तपाईँको च्यानल जाने होला। सुन्नु मेरो गानी, बस चढेँ होइन, अनि टक्क शौचालयले हेरेर क्या चिन्दिरहेको क्या शौचालयले क्या। ल दाइ बिग फ्यान यार तपाईँको हेर्छु नि म पडकास्ट भनेर। अनि त्यसपछि अबे साले तभी तपाईँको कुरा सुनेर बत्ती निभ्यो यार। अन्धकार भने एक्सन अस्ति म होइन बस चढेर शौचालय चिन्दियो, डिस्टर्ब भयो एकदम। ल डिस्टर्ब भयो एकदम, मलाई बोल्न नचिने शौचालयले चिन्यो हजुरलाई। एक्सन अनि धेरै पछि बस चढेँ होइन, अनि त्यसपछि टक्क शौचालयले त होइन खलासी त भन्न मिलेन नि त होइन, शौचालय भन्नु पऱ्यो नि त। खलासी भन्दाखेरि त मान्छे रिसाउँछ क्या, रिसाउँछ। त्यही भएर हामीले जहिले पनि शौचालय भन्नुपर्छ, खलासी भन्नु हुँदैन क्या। चालक र शौचालय भन्नुपर्छ। शौचालय भन्नु नि दाइ बिग फ्यान यार तपाईँको पोडकास्ट हेर्छु नि म भने मक्क भएर राति टक्क लाएर अनि शौचालयले त दाइ मेरो पोडकास्ट पनि आउनु नदिला क्या। टाप जोक होला यो जोक ओपन माइक गरे ओपन माइक गरे म पनि होला कैसा लगा मेरा मजाक? खत्म, बाय बाय, टाटा, गुड बाय, गया।